वेलकम टू मेरो युट्युब च्यानलमा सबैजना सन्चैमा हुनुहुन्छ होला। चट्ट परमा म सन्चैमा छु। छिट्टो आएर चाहिँ म कलेज हिँड्दैछु गाइजहरु है। भन्दा पनि त्यस्तै 9 बजे होला हैन। बिहानको अनि चट्टै हिँड्दैछु कलेज। म एक्लै आज मेरो लामा भन्नुहुन्छ त्यहाँ हुनुहुन्न, लामा चाहिँ हुनुहुन्न, म एक्लै छु है। हिँड्दैछु एक्लै लखर है। पानी भरेर बल्ल अलिक उभाएको छ हैन। कपाल पनि काटेको छैन, मार्च थाहा छ हैन। मान्छेहरू आउँदै हुनुहुन्छ, के भन्छन् पुरा यार नाजी हैन। कसैले त गाडी बाइक साइकल पनि आउँछ नि बसेको यार। साथीहरूमा डाँडा आइसक्यो अहिले चाहिँ है। चट्ट पारेर घाम बबाल आएछ, बबाल आएछ अहिले म अनि तल्दैछु। अब चाहिँ माथि यसो घाम निस्किन्छ अब घामको फोर्स है। दाना यति घाम भन्छ नि के हुन्छ, तर गर्मी धेरै हुन्छ घाम आएपछि फेरि क्या। यहाँ ठिक छैन त अहिले भिडियो कालो यस्तो गति हुन्छ नि हिँड्न सकिँदैन क्या घामले गर्मी यस्तो। फेरि चाहिँ यस्तो रुखपात छैन नि त, रुखपात छैन पनि अनि यस्तो माटोको बाटो छैन क्या, ढलान गरेर त्यही भएर गाह्रो हुन्छ हिँड्नलाई है। छिट्टो पारेर होइन हिँड्नेछु। घाम लाग्दैछ उता बल्ल फाइनल्ली मैले डाँडा आइसक्यो। अब चाहिँ मेन डाँडा त्यस्तै ह्यान्डसम ब्युटीमा ब्युटी ब्युटी ठ्याक्कै ठाउँ दामी यार। ओए बबालै देखियो क्या यसलाई चाहिँ भन्छ नि त खतरा। अर्ग्यानिक भ्यू दामी मौसम हुन्छ। घाम पनि त्यस्तै बबालतिर आउँदैछ अनि बोल्दै बाइक लिएर आउँछ फिक्स हो। अगाडि भ्यू यस्तो बबाल छ नि, हिमाल त्यस्तै अर्को हिमाल चाहिँ एउटै हो कि फाल्टै भन्ने चाहिँ थाहा भएन है। पछाडिपट्टि चाहिँ छ सगरमाथा, नेपालको सर्वोच्च के अरे विश्वको सर्वोच्च शिखर। यता पुरै हिमाल नि त्यहाँ पुरै आज देख्छ त्यो डाँडा शिखरमा त खतरा पुरै हिमाल देख्छ यहाँबाट।